मैले पनि आज यसो व्रत बसेको खाली पेट बसेको यो चाहिँ धेरै धेरै टाढा टाढा स्वर्गै पुगोस् है त ल। मैले यति एक्सपेक्ट चाहिँ गरेको थिइनँ है दुलेगौडा यतिको भिडभाड हुन्छ भनेर। मैले यहाँबाट त बाटै खतमै रहेछ नि, झाडी नै रहेछ नि, एकदमै बर्बाद भयो नि। हो बदाम अनसेल अनसेल 100 को 3 माना अरे। यहाँ कति रिक्सी काम छ ल हेर्नु तलपट्टि 1 मिस गेम फिनिस्ड हो। सो हे गाइज वेलकम ब्याक टु ए न्यू ब्लग। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। सो हजुर सबैजनालाई यस नयाँ ब्लगमा स्वागत गर्न चाहन्छु। अनि आज त हरिबोधन एकादशी रहेछ। हाम्रो यतातिर यो दुलेगौडा स्थित चाहिँ एकदमै रमाइलो हुन्छ कि हरिबोधन एकादशीको दिनमा। अनि मैले चाहिँ यो फुल चाहिँ होइन गाइज, तिहारदेखि मैले चाहिँ यही एकादशीको दिनमा चढाउँछु भनेर राखेको थिएँ है। फुल चाहिँ ओइलाएछ, तर फुल ओइलाए पनि मन कहिले नओइलाओस्। भिडभाड चाहिँ एकदमै छ। अनि यतातिर व्यापार बिजनेस पनि तगडा तगडै छ। यतापट्टि यता यही मार्केट लागिरहेको छ है। पहिला यो बाटोमा केही पनि हुन्थेन, यही एकादशी मेलाले गर्दा यस्तो मार्केट लागेको। मैले यो फुल चाहिँ त्यही यो तिहारको दिनमा मैले घाँटीमा लाथेँ। त्यसपछि अनि त्यहाँबाट मैले चाहिँ अब एकादशी दिनमा यसो चढाउनु पर्ला भनेर बसिरहेको थिएँ। मैले बाइक पनि उतै पार्किङ कान्लातिर पार्किङ गरिदिएको कि फेरि यता एउटा के फाइदा भन्दा पार्किङ शुल्क चाहिँ उठ्दैन है हाम्रो एरिया हुन्छ। यो बाटै पाइँदैन त पा। अझै हेर्नु है यता यता हेर्नु यता 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 है यसो बाटो छोडिदिन्छ है। ल हेर्नु गाइज माथि माथि देख्नु भयो नि हो, माथि त्यहाँ रातो रातो देख्नु भयो नि यो हो, यही हो कि फुल तार्ने भनेको यसलाई भनिन्छ। म त्यहाँ पनि जान्छु गाइज होइन, त्यहाँ गएर पनि म खिच्छु हजुरहरूलाई, त्यहाँ पनि देखाउँछु। अब मैले पनि आज यसो व्रत बसेको खाली पेट बसेको यसो यो तिहारको फुल मैले यतै हस्तान्तरण गरिदिन चाहेँ। यहाँभन्दा पनि म सेतीमा बगाइदिन्छु। सेतीमा बगायो भने अलिक टाढा पुग्छ है। यहाँ बगरमा फाल्यो भने त अलिक नजिकै जान्छ। लगाइ अब मोबाइलमा धेरै चार्ज पनि छैन, म मासतिर जान्छु। पहिला चाहिँ यो मेरो फुल चाहिँ यता सेलाउनु पऱ्यो। अब म यहाँबाट अझै मेन अझै उताबाट सेलाउँछु, अझै अलि उता गएर सेलाउनु पऱ्यो कि। तिहारमा सर्टेज लागेको फुल कहाँबाट आयो लगाइज। म यहाँबाट चाहिँ फालिदिएँ गाइज। ल यो चाहिँ धेरै धेरै टाढा टाढा स्वर्गै पुगोस् है त ल। कहाँ पुग्यो यार, देखिएन त कहाँ पुग्यो थाहै भएन। अब म मासतिर जान्छु होइन। अब मासतिरको म हजुरहरूलाई माहौल देखाउँछु के कस्तो छ। यस्तो भिडभाड हुन्छ नि मैले एक्सपेक्ट गरेको थिइनँ गाइज हो कि। ओ माई गड, फेरि हेलमेट लिएर किन हिँडेको भन्नु होला। फेरि यहाँ त आँखा चिमिक माल गायब हो कि, यस्तो छ नि त भिडभाड। ओहो 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 के छ भाइ, के छ भाइ। र भिडभाड छ है राम्ररी है, एकदम भिडभाड छ गाइज है एकदमै। अब के गर्नु सब्सक्राइबर नि भेटिएछ हल्का फुल्का, खुसी लाग्यो। अब यो भिडभाड कसरी पटाउने हो म। अब केही किन्न त मन लागिरहेको थियो, तर फेरि मैले यति एक्सपेक्ट चाहिँ गरेको थिइनँ है दुलेगौडा यतिको भिडभाड हुन्छ भनेर। मैले गर्मी भयो यार, जाडो हुन्छ भनेर हुडी लाएर आएको है गाइज। अनसेल 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 अनसेल। यतातिर एक दुईवटा यसो बिजनेस गर्ने भने आज चाहिँ करोडपति भइहाल्छ जस्तो लाग्यो मलाई गाइज। म चाहिँ तलबाट हिँड्ने बाटो पाइनँ, अब यता झाडी बाटो अप्नाएँ म चाहिँ है। यता पनि सेल रहेछ फेरि पुरै हिँड्दिनँ भएन, बिजनेस डामाडोल पारिदिन नि भएन अरूको। खासै साउन्ड आएन होला हजुरहरू म बोलेको। हो यहाँबाट त बाटै खतमै रहेछ नि, झाडी नै रहेछ नि, एकदमै बर्बाद भयो नि। तलै झर्न पर्ने भयो हेत्तेरिका। अब यताडि जाम भने पुरै कपडै कपडा छ, यताडि जाम भने कुरै कुरो झाडी छ। म जान खोजेको त पुल नेरी हो हजुरहरूलाई, त्यहाँ पुलको भ्यू देखाइदिउँ भन्नाले हो। तर दुःख पाइयो गाइज। अब फेरि फर्किएँ है म चाहिँ। अब त्यही अघि भिडभाडको बाटो हुँदै जान्छु। काग बाटो भयो भने त्यस्तै हुन्छ भन्ने सुनेको थिएँ, त्यस्तै भयो है। फाइनल्ली यो भिड हुन्छ नि, मैले यो भिड कटाएर अब यता छिर्न लाग्छु। अब यता पनि त्यस्तै भिड छ है। अब हजुरहरूलाई देखाउन लागि यस्तो मिहिनेत त गर्नु पऱ्यो। अब हो बदाम अनसेल अनसेल 100 को 3 माना अरे। 100 रुपियाँ छैन गोजीमा। यो सेल साइड लगाइदिउँ है, हामी भ्यू हेर्न जाऊँ। कति ढिलो भयो कि लगाइ। फाइनल्ली बाटो चाहिँ कटाएर अहिले चाहिँ एकदमै राम्रो बाटोमा आएँ म है। अझै पनि बाटो चाहिँ लामै छ, अझै हो उता माथि पुग्ने। अब अझै एकछिन चाहिँ यात्रा गर्नै पर्छ। जब 10 मिनटको बाटो हो, घुम्दा घुम्दै 10 घन्टा लागिसक्यो। अब क्या फेरि जाममा परियो गाइज। ल
जामै जाम मुगलिङ नारायण घाटको भन्दा जाम बढी छ यार। गाइस सरप्राइज हजुरहरूलाई यही सिन हो क्या। हो म त टिकटकमा आए क्या हो। यति धेरै दुःख कष्ट गरेर फाइनल्ली आइयो। यसो ढोका पनि गर्नु पऱ्यो नि है। ल गाइस यही भ्यू देखाउन हो मैले यति दुःख कष्ट गरेको हजुरहरूलाई है। ल हेर्नु वास्तवमा फुलतारी भनेको यसरी हो। यहाँबाट हेर्नु त कति रिक्सी काम छ। यहाँबाट यत्रो फुलको लट्ठोलाई वहाँ लगेर उता पिपलमा लगेर बाँधेको है। एकदम दुःख कष्टै काम हो यो चाहिँ है। ल हेर्नु त यहाँ यो बाबियो हो क्या। बाबियोमा फुल उनेर यसरी बाँधेको छ। यतापट्टि उता पनि त्यही हो। यहाँ कति रिक्सी काम छ। ल हेर्नु तलपट्टि 1 मिस गेम फिनिस्ड हो। यस्तो बढे है यो है सेती। यहाँ तल गयो भने उत्रिन नामुमकिन हो। ल हेर्नु म आएको है चाहिँ ऊ त्यो तलको त्यो पुलबाट यस्तो हुँदै पुरै राउन्ड हाने। पहिला आउँदा 10 मिनटको बाटो, अहिले मलाई लाग्यो होला लगभग 15-20 मिनट चाहिँ लाग्यो, अझै बढी लाग्यो। यहाँ त सुपो बनिरहेछ, ऐना बनिरहेछ यहाँ फुलमा चाहिँ है टक्क लाएर। यस्तो डिलमा चाहिँ धेरै बेर बस्नु हुँदैन है। फ्याच पछाडिबाट धकालिदियो भने त लाइफ ड्यामेज भइहाल्यो। म चाहिँ गइहालेँ है। लगाइज नागदेवताको नि एकदमै दर्शन भयो, एकदमै दर्शन गरियो। अब चाहिँ म घरतर्फ जान्छु। अलिकति मोबाइलमा चार्ज पनि छैन। अब विशेष गरेर त हजुरहरूलाई मैले देखाइहालेँ है फुल तारेको। अझै यो मोमेन्ट चाहिँ बिहानमा हुन्थ्यो, म बिहानमा आइनँ होइन। अब म घरतर्फ जान्छु गाइज होइन। अनि त्यहाँबाट अब घरतिर गएर अब यसो एडिट गर्नु पऱ्यो, भिडियो अपलोड गर्नु पऱ्यो।